दर्शकबिन यो लेटाङको खाने पोखरीमा पनि यसरी बिजुलीको पोल आज ढलेको अवस्था छ। यहाँ तपाईहरु पनि ताप्लेजुङको घटना नदोहोरिएला भन्न मिल्दैन। यो पोलहरु नै पो यसरी भाँचिएर झरेको रहेछ। यो कति राम्रो क्वालिटी हो भन्ने कुरो आफै छुट्याउन सक्नुहुन्छ। हेर्नु कति राम्रो क्वालिटी रहेछ यहाँनेर। यो बिजुलीको पोल हेर्न सक्नुहुन्छ। तपाईं हेर्नुस् यो बिजुलीको पोल कति क्वालिटी रहेछ। यहाँ पनि केही घटना हुन्थ्यो होला। अब आज राति भएको कारणले यहाँ त्यो घटना हुन पाएन छ। खैर म पनि यहाँ 5:30 अराउन्ड आइपुगेको थिएँ। म यहाँ अझै पनि बिजुली प्रवाह भइरहेको छ यो पोलहरुमा। आई मिन यो तारहरुमा। म झन्नै नजिक आइपुगेको थिएँ। तर मैले यो अब पोल पुरै बाटो कभर गरेर ढलेको देखेपछि म यहाँबाट साइड लिएर गएँ। यो अब कति राम्रो क्वालिटीको पोलहरु रहेछ भन्ने कुरा यहाँबाट पनि थाहा हुन्छ। हजुरहरुलाई कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ।